हेलो एन्ड सबैजनालाई नमस्ते। आज बिबी अन्तर्गत रहेको बिजनेस स्ट्याट पियु अन्तर्गत रहेको च्याप्टर नम्बर 3 डिस्क्राइबिङ डेटा समरी मेजरको बारेमा चाहिँ क्वेसनहरू मैले लिएर आएको छु। पहिला हजुरहरूले यति बुझ्नु पर्यो कि कुनै पनि च्याप्टर पढ्नुभन्दा अगाडि यसको वेटेज, यसको मार्क्स वेटेज कति छ भन्ने कुरा चाहिँ हजुरहरूले बुझ्नुपर्छ। र यहाँबाट हामीलाई सोध्ने भनेको अल टुगेदर 14 मार्क्स हो, जसमा चाहिँ दुईवटा भेरी सर्ट एन्सर क्वेसन सोध्छ र हामीलाई थाहा छ इज भेरी सर्ट एन्सर क्वेसन क्यारी 2 मार्क्स। दुईटा मतलब इट क्यारी 4 मार्क्स भइहाल्यो। त्यसै गरी 1 डिस्क्रिप्टिभ एन्सर क्वेसन यहाँबाट सोध्छ, डिस्क्रिप्टिभ एन्सर क्वेसन यहाँबाट सोध्छ विच क्यारी 10 मार्क्स गरेर हामीले यहाँबाट सोध्ने भनेको 14 मार्क्सको क्वेसन हो। र यदि हजुरहरूले चाहिँ यो च्याप्टर मजाले पढ्नु भयो भने स्ट्यान्डर्ड डेभिएसन कन्सेप्ट, यहाँ अब विभिन्न स्ट्यान्डर्ड डेभिएसन, कोफिसिएन्ट अफ भेरिएसन, रेन्ज, क्वार्टाइल, पर्सेन्टाइल, डेसाइल, मिन, मिडियन, मोड सबै कन्सेप्ट छ यसमा चाहिँ। हजुरको सेन्ट्रल टेन्डेन्सीदेखि लिएर मेजर अफ डिस्पर्सनदेखि लिएर सबैको कन्सेप्ट हजुरले यहाँ पढ्नुहुन्छ। यो च्याप्टर मजाले पढ्नु भयो भने हजुरलाई सोध्ने चाहिँ केस स्टडी अन्तर्गत रहेको फर्स्ट क्वेसन सोध्छ, डिस्क्रिप्टिभबाट सोध्छ, त्यसमा पनि हजुरहरूलाई हेल्पफुल हुन्छ विच क्यारी 10 मार्क्स। सो 10 + 14 बराबर 24 मार्क्स हजुरहरूले यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ। त्यही भएर यो च्याप्टरलाई मजाले ध्यान दिनु होला, राइट। अब यो च्याप्टर पहिला हामीले सिधै क्वेसन गर्नुभन्दा अगाडि हामीलाई केही थ्योरी पोर्सनहरूको बारेमा पनि थाहा हुनुपर्छ। जस्तै हाम्रो 5 पोइन्ट समरी भनेको के हो, के अरे व्हिस्कर एन्ड बक्स प्लट भनेको के हो, र अब त्यस्तै गरी हाम्रो अर्को छ आइक्युबी भनेको के हो, इन्डेक्स फर क्वालिटेटिभ भेरिएसन, राइट। यस्तो टर्महरू पनि हामीले बुझ्नुपर्छ। कहिलेकाहीँ 2 मार्क्समा चाहिँ हाम्रो थ्योरी, जस्ट थ्योरी मतलब वाट इज मिन बाई आइक्युबी, वाट इज मिन बाई 5 पोइन्ट समरी, वाट इज मिन बाई व्हिस्कर एन्ड बक्स प्लट, वाइ इट इज नेसेसरी होला कुराहरू पनि सोध्ने भएको कारणले गर्दाखेरि पहिला हामी चाहिँ के गर्नुपर्छ भन्दाखेरि थ्योरीमा ध्यान दिनुपर्छ। र यो टपिक्सबाट हामीलाई सोध्ने भनेको 14 मार्क्स क्वेसन हो। अब हामी पहिला थ्योरीमा फोकस गरौँ अनि त्यस पछाडि बल्ल हामीले के पढ्छौँ भन्दाखेरि त्यस पछाडि हामी हेर्नुहोस् है। अब मैले भनिसकेँ हजुरलाई इम्पोर्टेन्ट चाहिने इम्पोर्टेन्ट भनेको थ्योरीमा 5 पोइन्ट समरी अनि त्यस पछाडि बक्स एन्ड व्हिस्कर प्लट, लास्टमा छ हजुरले पढ्नुपर्ने इम्पोर्टेन्ट भनेको आइक्युबी। यो पनि सोधिरहेको छ, यसको बारेमा थ्योरी नलेजहरू हजुरलाई हुनुपर्छ अनि बल्ल यो गर्न सकिन्छ। मैले के लेखेँ भन्दाखेरि द 5 पोइन्ट समरी प्रोभाइड्स द 5 डिस्क्रिप्टिभ मेजर अफ द डेटा। हेर्नुहोस् है, 5 पोइन्ट समरीले चाहिँ 5 वटा डिस्क्रिप्टिभ मेजर अफ द डेटाको बारेमा इट प्रोभाइड द इन्फर्मेसन, राइट। अब त्यो 5 वटा डिस्क्रिप्टिभ मेजर के हो भन्दाखेरि हाम्रो सर्टेस्ट भ्यालु, फर्स्ट क्वार्टाइल Q1, सेकेन्ड क्वार्टाइल अथवा मिडियन Q2, थर्ड क्वार्टाइल हाम्रो Q3, लास्टमा हाम्रो छ लार्जेस्ट भ्यालु XL। हेर्नुहोस्, सर्टेस्ट भ्यालुले हामीले XS लेखिन्छ भने फर्स्ट क्वार्टाइल Q1, सेकेन्ड क्वार्टाइल अथवा मिडियनलाई Q2 पनि भनिन्छ, मिडियन पनि भन्छ, और Q2 पनि भनेर भन्छ। थर्ड क्वार्टाइल Q3, लार्जेस्ट भ्यालु XL भयो। अनि यही हाम्रो 5 पोइन्ट समरीलाई चाहिँ हामीले ग्राफिकल रिप्रेजेन्टेसन अथवा प्लट गऱ्यौँ भने यसलाई हामीले के भनिन्छ, बक्स एन्ड व्हिस्कर प्लट भनेर भनिन्छ, जहाँ चाहिँ हाम्रो सर्टेस्ट भ्यालु आउँछ, Q1 आउँछ, Q2 अथवा मिडियन आउँछ, Q3 आउँछ, थर्ड क्वार्टाइल अनि हाम्रो आउँछ लार्जेस्ट भ्यालु। सो हामीले एउटै कन्सेप्टबाट दुईटा कुराहरू हामीले थाहा पायौँ। एउटा भनेको 5 पोइन्ट समरीमा हाम्रो के हुन्छ भन्दाखेरि 5 वटा डिस्क्रिप्टिभ मेजरको बारेमा हामीले इट प्रोभाइड्स द इन्फर्मेसन, राइट हो। त्यो 5 वटा 5 पोइन्ट समरीलाई चाहिँ हामीले ग्राफिकल फर्ममा रिप्रेजेन्ट अथवा प्लट गऱ्यौँ भने त्यसलाई हामीले के भनिन्छ, व्हिस्कर एन्ड बक्स प्लट भनेर भनिने रहेछ भनेर चाहिँ बुझ्नु पर्यो, ठिक छ। अब हाम्रो अर्को छ आइक्युबी। हेर्नुहोस् है, अब हाम्रो अर्को छ आइक्युबी। आइक्युबीको फुल फर्म भनेको हाम्रो इन्डेक्स फर क्वालिटेटिभ भेरिएसन भनेर भन्छ। आइक्युबी हेर्नुहोस् है, यसलाई के भन्छ, इन्डेक्स फर क्वालिटेटिभ भेरिएसन भनेर भन्छ है त। अब हेर्नुहोस् है, पहिला बुझ्नुपर्ने कुरा यहाँ के छ, क्वालिटेटिभ भनेको के हो है। अनि बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि
क्वालिटेटिभ भनेको के हो, राइट? क्वालिटेटिभ भनेको जुन पनि डेटा हामीले चाहिँ नम्बरमा एक्सप्रेस गर्न सक्दैनौँ त्यसलाई हामीले भनिन्छ क्वालिटेटिभ। अनि जुनै पनि डेटा हामीले नम्बर्सको फर्ममा एक्सप्रेस गर्न सकिन्छ त्यसलाई हामीले भनिन्छ क्वान्टिटेटिभ। सिम्पली हामीले बुझ्नु पर्दा चाहिँ के अरे एक्सप्रेस इन नम्बर्स, नम्बरको फर्ममा लेख्न सकियो भने क्वान्टिटेटिभ भनिन्छ। जस्तै हाम्रो हाइट, इट क्यान बी एक्सप्रेस इन द नम्बर 5.6, 5.7, वेट 62 kg, 65 kg, राइट? त्यसै गरी अब हाम्रो नम्बर अफ स्टुडेन्ट 5 स्टुडेन्ट, 6 स्टुडेन्ट, 20 स्टुडेन्ट, 30 स्टुडेन्ट। सो त्यो के भयो भन्दाखेरि रिजल्ट्स आर एक्सप्रेस इन द फर्म अफ डेटा अर नम्बर, राइट? त्यसलाई हामीले भनिन्छ क्वान्टिटेटिभ। तर क्वालिटेटिभ भनेको के हो? विच क्यानट बी एक्सप्रेस इन द फर्म अफ नम्बर्स। जस्तै हजुरले भन्नुहुन्छ भने टेस्ट भन्दाखेरि हामीले 1 2 भनेर भन्छौँ। टेस्ट भन्दाखेरि हामीले के भन्छौँ? साउर छ कि, बिटर छ कि, स्पाइसी छ कि, राइट? त्यो भनेर भन्छौँ। त्यसै गरी हाम्रो अर्को भनेको टाइप्स अफ कार, रेड कलरको छ कि, व्हाइट कलरको छ कि, राइट? अनि कलर पनि हामीलाई के भयो? क्वालिटेटिभ भयो, नट क्वान्टिटेटिभ भयो। हो, हामीले क्वालिटेटिभ मेजर्स अफ डेटालाई चाहिँ कसरी वी क्यान एक्सप्रेस गर्ने भनेर एउटा यसले के गर्छ भन्दाखेरि मेजर गर्ने भनेको इन्डेक्स फर क्वालिटेटिभ भेरिएसन भनेर भन्छ। सो आइक्युबी सर्ट फर्ममा, लङ फर्ममा इन्डेक्स फर, फुल फर्ममा क्वालिटेटिभ भेरिएसन measures the variability of qualitative measures। अब के को लागि गरिरहेको छ मेजर? क्वालिटेटिभ मेजर। सच एज के हुन सक्छ यसमा? सच एज यसमा के पर्छ भन्दाखेरि हाम्रो भनेको रेस, जेन्डर, कलर, टेस्ट अफ फुड, etc, राइट? हेर्नुहोस् त यहाँ यसले चाहिँ भेरिएबिलिटी मेजर गर्ने रहेछ। कसको भेरिएबिलिटी भन्दाखेरि क्वालिटेटिभ मेजरको, नट क्वान्टिटेटिभ। क्वालिटेटिभ मतलब चाहिँ जुन चाहिँ एक्सप्रेस गर्न सकिन्न नम्बरको फर्ममा। हेर्नुहोस् हामी रेस भन्दाखेरि हिन्दू, बुद्धिस्ट, होइन? रेस अथवा यु क्यान से रिलिजन भन्दाखेरि के आउन सक्छ भन्दाखेरि हिन्दू, बुद्धिस्ट, क्रिस्चियन भन्न सकिन्छ, राइट? अनि जेन्डरमा त मेल र फिमेल भनेर भन्न सकिन्छ। कलर भनेको हाम्रो रेड, ग्रीन, ब्ल्याक, ब्लू, राइट? टेस्ट अफ फुड स्पाइसी अथवा बिटर, साउर, यो भनेको टेस्ट अफ फुड भयो। हामीले यसलाई यसको बारेमा त्यसले के गर्छ भन्दाखेरि मेजर गर्ने काम गर्छ आइक्युबीले। अब आइक्युबीको एउटा फर्मुला पनि छ। आइक्युबी एउटा फर्मुला के छ भन्दाखेरि आइक्युबी बराबर के 100 को स्क्वायर माइनस समेसन PCT स्क्वायर डिवाइड बाई 100 को स्क्वायर अनि K माइनस 1। हेर्नुहोस् है, आइक्युबी निकाल्ने फर्मुला भनेको K टाइम्स 100 स्क्वायर माइनस समेसन PCT स्क्वायर डिवाइड बाई 100 स्क्वायर K माइनस 1, वेयर हाम्रो के भनेको के हो भन्दाखेरि नम्बर अफ अब्जर्भेसन, अनि हाम्रो यो समेसन अफ PCT स्क्वायर भनेको सम अफ स्क्वायर। हेर्नुहोस् त यहाँबाट समेसन आएको छ, सम अफ स्क्वायर आएको छ, स्क्वायर सम अफ स्क्वायर अफ द डिस्ट्रिब्युसन भनेको हाम्रो के भन्दाखेरि समेसन PCT स्क्वायर हो भनेर बुझ्नु पर्यो। जहाँ यो के भनेको नम्बर अफ अब्जर्भेसन भन्नुको मतलब यदि हाम्रो हिन्दू, बुद्धिस्ट, क्रिस्चियन दिएको तीनटा दिएको छ भने इन प्लेस अफ के वी हैव टु राइट 3। त्यसै गरी हाम्रो कलरमा ग्रीन, ब्लू, ब्ल्याक, व्हाइट दिएको छ भने 4 दिएको छ, इन प्लेस अफ के वी हैव टु राइट 4, राइट? नम्बर अफ कतिवटा दिएको छ अब्जर्भेसन, त्यसैको नम्बर भनेको हाम्रो के भन्दाखेरि के हो। र त्यसै गरी अब हाम्रो यहाँ समेसन PCT स्क्वायर भन्नुको मतलब मानौ यदि हाम्रो हिन्दू चाहिँ 2% दिएको छ भनेर सपोज गर्यो भने चाहिँ त्यो 2 को स्क्वायर भनेको हाम्रो के हुनेछ? यो भनेको समेसन PCT स्क्वायर हुनेछ भनेर बुझ्नु पर्यो। अब अर्को पनि हामीले सोधिरहेको, यो धेरैपल्ट सोधेको त छैन, एकपल्ट सोधेको छ 2014 मा, राइट? अनि त्यही भएर चाहिँ त्यसको बारेमा पनि हामी थोरै कुरा गरौँ है त।
त्यसलाई भन्छ सेप अफ द डिस्ट्रिब्युसन भनेर हामीले पढिन्छ र टपिक्समा राखेर पढ्न सकियो। सेप अफ द डिस्ट्रिब्युसन, सेप अफ द डिस्ट्रिब्युसन। हेर्नुहोस् है, अब सेप अफ द डिस्ट्रिब्युसन भन्ने बित्तिकै यदि हामीले ग्राफिकल फर्ममा रिप्रेजेन्ट गर्दैछौँ डेटाहरूलाई भन्यो भने त्यो बेलामा हाम्रो सेप अफ डिस्ट्रिब्युसनको कुरा टर्म आउने भयो। अब यसमा हाम्रो छ एउटा स्क्युनिस। स्क्युनिस यो भनेको भन्दाखेरि स्क्युनिस भनेको ल्याक अफ सिमेट्री हो, ल्याक अफ सिमेट्री हो, राइट। र हामीसँग यहाँ तीनवटा स्क्युनिसको बारेमा पढ्नुपर्छ अथवा तीनवटा सिमेट्रीको बारेमा पढ्नुपर्छ। एउटा भनेको सिमेट्रिकल, एउटा भनेको सिमेट्रिकल सिमेट्रिकल, अर्को भनेको हाम्रो राइट अर पोजिटिभ स्क्युड, राइट अर पोजिटिभ स्क्युड, पोजिटिभली स्क्युड, अर्को भनेको हामीले पढ्नु पर्यो लेफ्ट अर नेगेटिभ स्क्युड। मैले यहाँ किन नेगेटिभ पोजिटिभ भनेको छु भन्दाखेरि एकैछिन वेट गर्नुहोस् अनि म सबै कुरा हजुरलाई बुझाउँछु। अब फर्स्टमा हाम्रो छ सिमेट्रिकल। अब सिमेट्रिकल कसलाई भन्ने, पोजिटिभ स्क्युड कसलाई भन्ने र नेगेटिभ स्क्युड कसलाई भन्ने भन्ने कुरा पनि हामीले एकछिनमा पढ्छौँ। हेर्नुहोस् है, यो भनेको हाम्रो कर्व भयो, ओके, यो भनेको हाम्रो कर्व भयो। अब हेर्नुहोस् हाम्रो सिमेट्रिकल भनेको, सिमेट्रिकलको लागि हाम्रो एउटा कन्डिसन के छ भन्दाखेरि जब हाम्रो मिन बराबर मिडियन बराबर मोड हुन्छ नि तब हाम्रो यो के हुन्छ भन्दाखेरि सिमेट्रिकल नेचरको हुन्छ। यसलाई हामीले के भनिन्छ, द कर्व इज सिमेट्रिकल इन नेचर भनेर भन्न सकिन्छ। यानी कि मिन बराबर मिडियन बराबर मोड भन्ने कन्डिसन आयो भने त्यो बेलामा हाम्रो के हुन्छ भन्दाखेरि द कर्व इज सिमेट्रिकल इन नेचर भनेर भन्न सकिन्छ। दिस कर्व इज सिमेट्रिकल इन नेचर, सिमेट्रिकल इन नेचर भनेर भन्न सकिन्छ। त्यसै गरी अब हामीसँग अर्को छ राइट अथवा पोजिटिभ स्क्युड। हेर्नुहोस् है, यो हाम्रो कर्व भयो, हेर्नुहोस् है, यो कर्वमा हाम्रो राइट भनेको कता हो, यो लेफ्ट यो राइट, मतलब हामी यतातिर हुनु पर्यो। र एउटा कन्डिसन यसमा के छ भन्दाखेरि राइट अथवा पोजिटिभ स्क्युडमा हाम्रो कन्डिसन के छ भन्दाखेरि मिन इज ग्रेटर देन मिडियन इज ग्रेटर देन मोड भनेर हामीले बुझ्नुपर्छ। भन्नुको मतलब राइट भनेको यतातिर यो मिन, यो मिन, यो मिडियन, यो मोड। हेर्नुहोस् हामी यति कुरा, एउटा कुरा के बुझ्नु पर्यो भन्दाखेरि जति हामी सेन्टरदेखि लेफ्ट जान्छौँ, ल म यहाँबाट भन्छु है त, जति हामी सेन्टरदेखि लेफ्ट जान्छौँ त्यति हाम्रो भ्यालु घट्छ है त, जति हामी सेन्टरदेखि राइट जान्छौँ त्यति हाम्रो भ्यालु बढ्छ। यो कुरा बुझ्नु भएन भने मैले नम्बर लाइनबाट हजुरलाई बुझाउने प्रयास गर्छु। जस्तै यो हाम्रो सेन्टरमा 0 छ, यो हाम्रो 1 छ, यो 2 छ, यो 3 छ, यो 4 छ, -1 -2 -3 -4 हेर्नु है। जति हामी सेन्टरदेखि राइट जान्छौँ, सरी लेफ्ट जान्छौँ के भएको छ, यहाँ भ्यालुहरू घट्दै घट्दै गएको छ। -1 भन्दा -2 सानो, -2 भन्दा -3 सानो, -3 भन्दा -4 सानो, मतलब यहाँ के भएको छ भन्दाखेरि भ्यालुहरू चाहिँ डिक्रिज भइरहेको छ जति हामी सेन्टरदेखि लेफ्ट जान्छौँ। त्यसै गरी जति हामी सेन्टरदेखि राइट जान्छौँ यहाँ के भएको छ भन्दाखेरि 1 भन्दा 2 ठुलो, 2 भन्दा 3 ठुलो, 3 भन्दा 4 ठुलो, 4 भन्दा 5 ठुलो, यानी कि भ्यालुहरू बढिरहेको छ। भ्यालुहरू हाम्रो के भएको छ, भ्यालुज आर इन्क्रिजिङ भइरहेको छ। हो त्यसै गरी हामी यसलाई सेन्टर सपोज गर्ने हो भने 0 यहाँ छ भनेर सपोज गर्ने हो भने जति हामी उता जान्छौँ के भएको छ, भ्यालु बढिरहेको छ। भन्नुको मतलब यहाँ के ठुलो देखियो, मिन ठुलो देखियो, अनि मिडियन ठुलो देखियो, लास्टमा मोड ठुलो देखियो। मिन इज ग्रेटर देन मिडियन इज ग्रेटर देन मोड देखियो। यो कुन केस हो भन्दाखेरि राइट अथवा यो भनेको पोजिटिभ स्क्युड कन्डिसन भयो हाम्रो, पोजिटिभ स्क्युड कन्डिसन भयो हाम्रो। बुझ्नुभयो होला, अलिअलि कन्सेप्ट बुझ्नुभयो होला। जति हामी राइट जान्छौँ त्यति हाम्रो भ्यालु बढ्छ, त्यही भएर यहाँ सबसे ठुलो मिन भयो, अनि मिडियन भयो, अनि मोड भयो। अब हामी जति लेफ्ट जान्छौँ, हेर्नु त, जति अब हामी लेफ्ट जान्छौँ यो भनेको अब हाम्रो के हुनु भन्दाखेरि यो मिन, यो मिडियन,
यो मोड हेर्नुहोस् जति हामी लेफ्ट जान्छौँ त्यो बेलामा के हुन्छ भन्दाखेरि भ्यालु घट्दै जान्छ। भनेको मतलब यहाँ मिन स्मलर भयो, मिडियन भन्दा यो स्मलर भयो यो भन्दा, भनेको मतलब मिन इज स्मलर देन मिडियन इज स्मलर देन मोड भनेको यो हाम्रो कुन केस भयो भन्दाखेरि लेफ्ट अथवा नेगेटिभ स्क्युड। यहाँ किन नेगेटिभ भनेको पोजिटिभ भनेको भन्दाखेरि हाम्रो यो साइड भनेको माइनस इन्फिनिटीको साइड हो, यो साइड भनेको प्लस इन्फिनिटीको साइड हो। जति हामी लेफ्टमा जान्छौँ भ्यालुज घट्दै जान्छ, अनि यो भनेको माइनस इन्फिनिटीको साइड हो र नेगेटिभ स्क्युड आयो। जति हामी राइट जान्छौँ हाम्रो भ्यालु बढ्दै जान्छ, अनि यो साइड भनेको हाम्रो के हो प्लस इन्फिनिटी, यो साइड भनेको हाम्रो माइनस इन्फिनिटी हो। जति हामी राइट जान्छौँ के हुन्छ भन्दाखेरि भ्यालु बढ्दै बढ्दै जान्छ, यो भनेको प्लस इन्फिनिटीको साइन हो, त्यो भएर हाम्रो यहाँ के आयो भन्दाखेरि पोजिटिभ स्क्युड आयो। यसको मतलब हामीले च्याप्टर नम्बर 3 मा सोधिने थ्योरी क्वेसन थ्योरीको बारेमा हामीले पढ्यौँ। आजको लागि यति नै गर्न चाहे। अब म अर्को भिडियोमा चाहिँ च्याप्टर 3 मा सोधिने चाहिँ क्वेसनहरूको बारेमा सर्ट एन्सर क्वेसन र लङ एन्सर क्वेसन लिएर आउनेछु। भिडियो हेरिदिनु भयो र यदि हजुरलाई यो भिडियो मन पर्छ भने लाइक, सेयर, सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच एभ्रिवान।